यात्रा भनेर हामी यो श्रृङ्खला हामी हेर्दै थियौँ। अनि गएको हप्तामा मैले हाम्रो कुमारी पार्टीमा म विश्वास गर्दछु भन्ने शीर्षकमा मैले बोलेको थिएँ र आज यो म विश्वास गर्दछु र कसमाथि परमप्रभु परमेश्वर पितामाथि हामी आज त्यो सन्दर्भमा हामी हेर्नेछौँ। अनि आजको श्रृङ्खलामा हाइडेलबर्ग क्याटेकिजमको यात्राहरूको श्रृङ्खलामा हामी प्रेरितहरूको विश्वासको सारलाई हामी त्यसलाई चाहिँ आधार बनाएर हामी हेर्दैछौँ। परमेश्वर पिता जुन सर्वशक्तिमान र सृष्टिकर्ता हुनुहुन्छ उहाँ परमेश्वरलाई जान्ने विषयमा हामी हेर्दछौँ। त्यसका हामी जस्तो जिउँछौँ नि, हामी परमेश्वरलाई जसरी हेर्छौँ जसरी बुझ्दछौँ त्यसले हाम्रो जीवनलाई हामी कसरी जिउँछौँ भन्ने कुरालाई निर्धारण गर्दछ। हामी परमेश्वरलाई जुन दृष्टिकोणबाट हेर्छौँ, हामी उहाँलाई जसरी चिन्दछौँ नि त्यसले तपाईँ र मेरो जीवन भोलि हामी कसरी जिउँछौँ भन्ने कुरालाई त्यसले निर्धारण गर्दछ। अनि आज संसारमा हामी बाउ भने पछाडि परमेश्वर बुबा हुनुहुन्छ, पिता हुनुहुन्छ भनेका छन्, अनि उहाँ शक्तिशाली हुनुहुन्छ भनेका छन्। अनि यो एउटा जुन कन्सेप्ट छ, यो एउटा विचार छ, यो विचारदेखि नै धेरैजना मान्छेलाई यो पचाउन गाह्रो छ। किन भन्दा सबैका पिता सबैका बुबा असल बुबा हुँदैनन्, कसैका बुबाहरू एकदम खराब पनि हुन्छन्। अनि त्यस कारणले जसको अनुभव जीवन भोगाइ खराब छ, जसको तितो अनुभव छ बुवासँग, त्यो मान्छेलाई परमेश्वर बुबा हुनुहुन्छ, परमेश्वर पिता हुनुहुन्छ भन्दा उसलाई त्यो सम्बन्ध, त्यो भावनात्मक रूपमा पनि परमेश्वरसँग त्यो सम्बन्ध राख्नलाई, त्यो बुझ्नलाई, परमेश्वरलाई बुबाको रूपमा पिताको रूपमा बुझ्नको लागि हृदयमा कठिन हुन्छ। कतिजनाले परमेश्वर बुबा भनेपछि निकै टाढा एउटा एब्स्ट्र्याक्ट भन्छ, एउटा चाहिँ विचार मात्र, यो सिद्धान्त जस्तो मात्र मान्छेलाई लाग्दछ। किनभने दुःख कष्टको बेलामा हामी बुबा हुँदो हो भने त नजिक हुनुपर्ने हो, हाम्रो सुरक्षामा उहाँ शरीक हुनुपर्ने हो, हामीलाई सहयोग गर्नुपर्ने हो। तर हामी दुःख कष्टको बेलामा सहायताको खाँचोमा हामीलाई उहाँ नजिक नभएको महसुस हुन सक्दछ। तर एउटा कुरा चाहिँ के छ भन्दा जसको बुबा छैन, जसले सानोमा बुबा गुमाएका छन् अथवा विभिन्न कारणवश बुबा जीवनमा नभएका मान्छेको लागि त परमेश्वर बुबा मात्र एकजना बुबा हुनुहुन्छ उनीहरूको लागि, त जससँग उनीहरूले एउटा सम्बन्ध अझ राम्रोसँग स्थापित गर्न सक्दछन्। अनि एउटा यस्तो के हुन्छ, जब हाम्रो घरमा बालबच्चाहरू छन् भने ठुलो गड्याङगुडुङ हुन्छ, कतिपटक त्यो गर्जनसँगै बालबच्चाहरू तर्सिन्छन्। अनि एकजना छोरी एउटा मान्छेको छोरी त्यस्तै तर्सिएर बुवा भएको कोठामा आएर बुवालाई अँगालो हाल्न आउँदछ। अनि बुवाले भन्दछ, नडराऊ, परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, म छु नि तिम्रो साथमा, यहाँ बुवा पनि र ड्याडी पनि सँगै हुनुहुन्छ छ नि भन्दा छोरीले जवाफ दिए, मलाई थाहा छ तपाईँ यहीँ हुनुहुन्छ, परमेश्वर पनि हुनुहुन्छ, मलाई थाहा छ, तर मलाई परमेश्वरको, मलाई बुवाको त्यो छाला चाहिन्छ भनेको, बुवाको म त्यो समीप त्यो छुवाई, मलाई त्यो साँच्चीको बुवाको अँगालो चाहिन्छ सुरक्षा महसुस गर्नको लागि। अनि कतिपटक हामीलाई त्यस्तै लाग्दछ, जब हामी दुःख कष्ट भएर जाँदछौँ, अप्ठ्यारो अवस्था भएर जाँदछौँ भने हामीलाई पनि त्यस्तै एउटा परमेश्वरको आफूले महसुस गर्न सक्ने, छुन सक्ने त्यस्तो छुवाई, त्यो अनुभव हामी गर्न चाहन्छौँ। अनि यो चाहिँ प्रभुका जुन दासहरू प्रेरितहरूको जुन विश्वासको सारमा र त्यस पछाडि हाइडेलबर्ग क्याटेकिजममा आज हामीलाई यसरी नै यही कुरा सिकाउँदछन् कि परमेश्वर शक्तिशाली पनि हुनुहुन्छ अनि परमेश्वर व्यक्तिगत पनि हुनुहुन्छ। परमेश्वर हुनुभएकै कारणले गर्दा उहाँ सर्वोच्चमा शक्तिशाली हुनुहुन्छ, साथै उहाँ व्यक्तिगत, हामीसँग सम्बन्ध राख्ने, नजिकमा समीपमा रहने व्यक्तिगत पनि हुनुहुन्छ। त्यस कारणले गर्दा हामी परमेश्वरलाई पिता, शक्तिशाली परमेश्वरको रूपमा, पिताको रूपमा हामीले उहाँलाई चिन्दा हाम्रो जीवनमा के कस्तो प्रभाव आउन सक्दछ। अनि प्रेरितको सारमा पहिले नै लेखिएको छ, म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि म विश्वास गर्दछु। अनि यो जुन शब्द म विश्वास भन्ने चलाइएको छ, ग्रिक शब्द जुन पिस्टिस भन्ने शब्द छ, यो विश्वास गर्नु भनेको अन्धकारमा जताभावी त्यो विश्वास गर्ने भने होइन। यो विश्वास भनेको हामीले भावनामा बहकेर गर्ने विश्वास होइन। अनि कतिपटक भन्दछ नि, विश्वास भनेको जुन धार्मिक आस्था भनेको मान्छेको भावनाबाट तरङ्गित भएर, भावनामा मानिसले
आएर गर्ने चिज भन्दछ। तर बाइबलले विश्वासको परिभाषा त्यो होइन। हिब्रू 11को 1 अध्यायदेखि हामीले हेर्ने हो भने हिब्रू 11 अध्यायको 1 मा जुन हामीले दिएको विश्वासको परिभाषा छ त्यहाँ 3टा हामी शब्दहरू भेट्दछौँ। त्यो 3टा शब्दले विश्वासलाई राम्रोसँग परिभाषित गर्दछ। हामीले विश्वास भनेको नदेखिने चिजमा आशा राख्नु, त्यो भरोसा गर्नु, त्यो दृढ भरोसा, नदेखिएको कुरामा पनि दृढ भरोसा गर्नु। अनि त्यस कारणले गर्दा मैले गएको हप्ताको यहाँ मैले त्यो प्रचार गरिनँ, तर मैले कुमारी पार्टीको त्यो सङ्गतिमा मैले भनिदिएको थिएँ, यो उदाहरण दिएको थिएँ कि तपाईँ हामी जुन स्काई वकमा हामी हिँड्दछौँ नि, त्यो सिसाले बनिएको, तपाईँहरूले भिडियो पनि हेर्नु भएको होला, त्यो सिसाले बनिएको हामी त्यो पुलमा स्काई वक ब्रिजमा हामी हिँड्दा मान्छेहरू पहिला हिँडेको हामी देख्छौँ। अनि त्यो हिँड्दा चर्किन्छ, त्यो सिसा चर्केको जस्तो हुन्छ। अनि हामी कतिलाई डर लाग्छ, अनि जो मान्छेलाई पनि डर लाग्छ उसले पहिला त्यहाँ हिँड्नु अगाडि उसले यसो विचार गर्छ यो कतिको बलियो छ, त्यहाँ लेखेको पनि हुन्छ कतिसम्म यसले मान्छे कतिजनाको वेटसम्म यो पुलले थाम्न सक्छ, यो इन्जिनियरिङ कहाँबाट हो, कसले बनाएको, यो कस्तो खाले यिनीहरू राम्रो इन्जिनियर हो कि होइन, यो पहिला बनाउनेमा उस्तै मान्छेहरू त गुगल गरेर यो पहिला यो इन्जिनियरहरूले कहाँ राम्रो काम गरेका छन् त, कता कता उनीहरूले बनाएको चिज त्यसको कम्प्लेन आएको छैन त भन्ने हेर्छन्। र त्यस पछाडि मानिस त्यहाँ हिँडेको देखेपछि उसले विश्वास गर्छन्, ए गएँ भने त 15 जना अट्ने ठाउँमा 12 जना छ भने म गएँ पनि त त्यहाँ हुने रहेछ भने त्यो मनमा त्यो विश्वास आउँछ। तर बाइबलले के भन्दछ, यदि साँच्चीकै मनमा विश्वास छ भने त्यो विश्वासलाई मान्छेले के गर्छ, क्रियामा बदल्छ। विश्वास छ भने अब मान्छेले त्यो विश्वासमा काम गर्छ भनेपछि अब त्यो मान्छेले पाइला चालेर त्यो हिँड्ने जमर्को गर्छ। त्यो हो विश्वास भनेको। त्यसैले क्रिस्चियन विश्वास भनेको त्यत्तिकै भावनामा आएर मैले विश्वास गरेँ भने विश्वास होइन। यो विश्वास भनेको यदि तपाईँ र मैले विश्वास केही कुरामा गरेका छौँ भने अब त्यस पछाडि हामी क्रिया गर्छौँ, त्यसपछि हामी कर्म गर्छौँ, हामी काम गर्छौँ, त्यो विश्वासमा काम गर्छौँ। अनि अर्को एउटा शब्द चलाइएको छ जुन अङ्ग्रेजीमा चाहिँ हामी के भन्छौँ त्यसलाई, त्यहाँ जुन यो ग्रिक भाषामा चलाएको छ हुपोस्टासिस भन्ने शब्द चलाइन्छ। त्यहाँ चाहिँ के हो भन्दा जब हामी त्यो विश्वास रहन्छ भने अब हामी के हो, त्यो विश्वास कहाँबाट आउँछ, भित्रबाट आउने विश्वास, न डगमगाउने खाले विश्वास आउँदछ। अनि त्यस कारणले गर्दा त्यो 3टा शब्दमा अर्को एउटा शब्द अनि हामी चलाएको देख्छौँ एकलाई खस भन्ने शब्द। अनि त्यो भनेको कन्भिक्सन भन्छ इङ्ग्लिसमा। अनि त्यो भनेको के हो भन्दा अब चाहिँ नदेखिने कुरामा अब हामीलाई के छ, त्यो एकचोटि हामी हिँडिसके पछाडि अब चाहिँ ढुक्क विश्वास भयो नि मनमा, अब जे आए पनि हाम्रो विश्वास डगमगिँदैन। त्यस पछाडि त्यो अघि जुन हामी मैले हिँड्ने उदाहरण दिएँ नि, त्यो पुलमा सिसाको उदाहरणमा तपाईँ हिँडिसके पछाडि अब तपाईँलाई त्यो दृढ भरोसा आउँछ, त्यो विश्वास योले मलाई थाम्छ, यो काम गर्ने रहेछ, यो चर्केको जस्तोमा त हुने रहेछ, यो चाहिँ ठिक रहेछ। अब चाहिँ ममा त्यो ढुक्कपना हुन्छ, जे आए पनि त्यो भित्रबाट अब चाहिँ बुझेर विश्वास गरेर, मान्छे इन्जिनियर देखाएन छैन तर पनि अब के विश्वास छ, यो मान्छेको काम ठिक छ, आफू हिँडिसके पछाडि त्यो एउटा चाहिँ विश्वास। त्यस कारणले गर्दा जुन अस्योरेन्स भन्छ हुपोस्टासिस, त्यो भनेको हिँडिसके पछाडि अब चाहिँ यसले मलाई थाम्दो रहेछ भनेपछि अर्को गए पनि अर्को पनि यसले थाम्दो रहेछ, यो विश्वासको कुरा गरे। यो चाहिँ भावनामा बहकेर विश्वास गर्ने कुरा गरे होइन। त्यस कारणले गर्दा यहाँ सुरु कसरी भएको छ, म विश्वास गर्दछु। अनि यो विश्वास गर्न सक्नु कारण के हो भन्दा यो विश्वास प्रतिज्ञामा अड्किएको छ, त्यो प्रतिज्ञामा अडिएको विश्वास हो। हिजोसम्म हामीले यो जुन विश्वासको कुरा गर्दा हिजोसम्मको हाम्रो विश्वास भावनामा होला मानिसहरूको हैन, तर यो विश्वास के हो भन्दा यो विश्वास त्यस्तो खाले विश्वास होइन। यो विश्वास हामी जुन गर्दछौँ यो परमेश्वरको प्रतिज्ञामा आधारित विश्वास हो। अनि परमेश्वर हिजोको दिनमा विश्वासयोग्य हुनुभएको कारणले गर्दा आज पनि हामी त्यो विश्वासमा हामी थामिन सक्छौँ, हामी आज पनि विश्वास गर्न सक्छौँ। यस्तो स्काई वक ब्रिजमा हिजो हिँड्दा अरू हिँड्दा त्यहाँ थामेको कारणले गर्दा यसले मलाई पनि थाम्न सक्छ भन्ने हामी विश्वास गर्छौँ, किन्दा अरूलाई थामेको छ अब यसले मलाई पनि थाम्छ भन्ने हो। त्यस्तै यो विश्वास परमेश्वरको प्रतिज्ञामा अडिएको विश्वास भएको कारणले गर्दा हामी विश्वास गर्न सक्छौँ। अनि त्यस कारणले गर्दा यहाँ सारमा यसरी भनेको छ, म विश्वास गर्दछु कसमाथि, एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि। अनि आज हामीले हेर्ने चाहिँ पिता हो, हेर्ने पिता हो। अनि यो पूर्ण रूपमा चाहिँ अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जुन हामी पछि यो सिरिज गर्नेछौँ, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनु भयो,
जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउदनुभयो, स्वर्गमा चढी जानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि। आमेन। अर्को स्लाइडमा हामी हेरौँ। अनि म विश्वास गर्दछु यसकारण हामी आज हेर्ने चाहिँ एक परमेश्वर सर्वशक्तिमान पिता, विशेष हामी ध्यान केन्द्रित पितामा भएर हामी हेर्नेछौँ। अर्को स्लाइडमा तपाईँले परमेश्वरलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले तपाईँको जीवन कसरी बित्छ भन्ने कुरा निर्धारण गर्दछ। त्यस कारणले गर्दा हामी अर्को स्लाइडमा हामी हेऱ्यौँ भने कि संसारले परमेश्वरलाई परिभाषित गर्ने तरिका प्राय उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुराको विपरीत हुन्छ। आज हामीले संसारमा गएर परमेश्वर को हुनुहुन्छ भनेर हामीले धेरैलाई सोध्यौँ भने संसारले परमेश्वरलाई व्याख्या गर्ने, परिभाषित गर्ने, परमेश्वरको बारेमा बुझाइ जुन छ त्यो बुझाइ धर्मशास्त्र बाइबलले पढाएको भन्दा ठिक विपरीत छ। आज संसारमा मानिसहरू परमेश्वरलाई बुझ्नका निम्ति, परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई थाहा गर्नका निम्ति मानिसहरूलाई कठिन छ। अझ विशेष गरी अघि मैले भने अझ झन् दुःख कष्टको बेलामा त झनै गाह्रो छ कि मानिसहरूले कसैले विश्वास गर्दछन् यहाँ ईश्वर अथवा परमेश्वर भन्ने चिज छ होला, तर कहाँ छ थाहा छैन। छ होला, कता छ तर थाहा छैन। अनि यदि हामी परमेश्वर हुनुहुन्छ, परमेश्वर अझ झन् प्रेम गर्ने पिता हुनुहुन्छ भन्यो भने त अनि त्यस पछाडि अझ नास्तिकहरू छन्, प्रकृतिविदहरू छन् जसले यो कुरालाई ठाडै अस्वीकार गर्दछन्। अनि क्रिस्चियनहरू माझमा पनि यो समृद्धिको सुसमाचार भन्छ कि परमेश्वर खालि आशिष मात्र दिने परमेश्वरको रूपमा हेर्ने क्रिस्चियन जमातहरूमा पनि परमेश्वरले चाहिँ परमेश्वरबाट के पाउँछु मैले, परमेश्वरको शक्तिलाई मात्र उनीहरूले चाहिँ विचार गर्छन्। परमेश्वरको शक्तिलाई मात्र परमेश्वर मलाई दिने परमेश्वर हुनुहुन्छ, दिन सक्नुहुन्छ भन्ने कुरा स्वीकार्दछन्, तर परमेश्वरको इच्छालाई उनीहरूले इन्कार गर्दछन्। त्यसकारण परमेश्वर पिता हुनुहुन्छ भन्ने कुरालाई धेरैजना मानिसले यसलाई गलत तरिकाले व्याख्या गर्दछन्, गलत तरिकाले मानिसले परमेश्वरलाई चिन्दछन्। अझ झन् जसको पितासँग घरमा बुवासँग सम्बन्ध ठिक छैन भने त उसलाई अझ झन् परमेश्वरलाई बुवाको रूपमा हेर्नलाई झन् कठिन छ। हामीले अर्को स्लाइडमा हेऱ्यौँ भने पहिलो परमेश्वर एक पिताको रूपमा व्यक्तिगत मायालु सम्बन्ध। परमेश्वर एक पिताको रूपमा उहाँ चाहिँ व्यक्तिगत हुनुहुन्छ अनि उहाँ प्रेमिलो मायालु स्वभावको हुनुहुन्छ। उहाँ चाहिँ परमेश्वर व्यक्तिगत र त्यसपछि मायालु स्वभाव हुन्छ। हाइडेलबर्ग क्याटेकिजमको हामी आजको प्रश्न नम्बर हामी 26मा हेऱ्यौँ भने प्रश्नोत्तर 26मा हेऱ्यौँ। प्रश्न यसरी छ, जब तपाईँले म सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वीको सृष्टिकर्ता परमेश्वरमा विश्वास गर्छु भन्नुहुन्छ तब तपाईँ के विश्वास गर्नुहुन्छ भनेर हाइडेलबर्ग क्याटेकिजमले यो प्रश्न सोध्दछ। हामीलाई हाइडेलबर्ग क्याटेकिजमले यो प्रश्न सोध्छ। यसको उत्तरमा यसरी लेखेको छ, म परमेश्वरमा यति धेरै भरोसा गर्छु कि मलाई शरीर र आत्माको लागि आवश्यक पर्ने सबै कुरा उहाँले प्रदान गर्नुहुनेछ भन्ने कुरामा मलाई शङ्का छैन। तर यस दुःखद संसारमा उहाँले मलाई पठाउनु भएको जस्तो सुकै विपत्तिलाई पनि मेरो भलाइमा परिणत गर्नुहुनेछ। यो परमेश्वर प्रतिको एउटा असल बुवा प्रतिको, परमेश्वर असल बुवा हुनुहुन्छ अनि उहाँप्रतिको हाम्रो बुझाइ चाहिँ यो हुनुपर्छ कि परमेश्वर असल बुवाको रूपमा उहाँ व्यक्तिगत, उहाँ प्रेमिलो हुनुहुन्छ कि उहाँमा हामी सम्पूर्ण अवस्थामा पूर्ण रूपमा भरोसा गर्न सक्दछौँ। हाम्रा विपत्तिहरूमा पनि उहाँले ती विपत्तिहरूलाई असल बनाउन सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्दछौँ कि उहाँले हामीलाई हरेक अवस्थाहरूमा उहाँले जुटाउनुहुन्छ। जसरी एउटा संसारिक बुबाले आफ्नो सक्दो हाम्रा निम्ति कति मेहनत गरेर उहाँले जुटाउनुहुन्छ, परिश्रम गर्नुहुन्छ परिवारलाई जुटाउनको निम्ति, झन् उहाँ त सर्वोच्चको परमेश्वर हुनुहुन्छ, बुबा हुनुहुन्छ। उहाँले हाम्रा निम्ति आफ्ना आवश्यकताहरूलाई उहाँले यसरी जुटाउनुहुन्छ, हाम्रा निम्ति उहाँले वास्ता राख्नुहुन्छ भन्ने कुरा हामी विश्वास गर्दछौँ। त्यस कारण परमेश्वर कुनै पनि टाढाको त्यो परमेश्वर हुनुहुन्न। उहाँ प्रेमिलो, मायालो, नजिकमा रहने, व्यक्तिगत सम्बन्धमा बस्ने परमेश्वर हुनुहुन्छ। मत्ती 6:9 हामीले हेऱ्यौँ भने यहाँ प्रभु येशूले प्रार्थना गर्न, चेलाहरूलाई प्रार्थना गर्न सिकाउँछन्। हे पिता, प्रार्थना सुरु यसरी हुन्छ, हे पिता, पिताको नामबाट सुरु हुन्छ। गलाती 4:6-7मा हेऱ्यौँ भने पावलले हामीलाई भन्दछ कि हामीहरू परमेश्वरमा ख्रीष्ट येशूको धार्मिकताद्वारा हामी उहाँमा हामी धर्मपत्र पत्रीको रूपमा ग्रहण गरेका, हामी अडप्ट गरेका हौँ।
हाम्रो नेपालमा धर्मपत्र पत्रीको कन्सेप्ट त्यो अवधारणा त्यति राम्रो छैन। यहाँ मान्छे पाल्छन् र सम्पत्ति लिन्छ, आदि सम्पत्ति लिन्छ भनेर पाल्दैनन्, यो धर्मपत्रको रूपमा दर्जा दिँदैन। तर विदेशमा त्यस्तो चाहिँ छैन। त्यहाँ यदि कसैले म यो बच्चालाई म पाल्छु, यो बच्चालाई म उसको भविष्य दिन्छु भनेर, म यो बच्चालाई आमा बुवा छैन म उसलाई एउटा बाटो दिन्छु, एउटा शरण दिन्छु, उसलाई म आड भरोसा बनिदिन्छु भनेर पाल्दछ भने त्यहाँ कानुनी रूपमा ल्याएर पाल्छ। सबै कुरा उनीहरूले लालन पोषणमा यति गर्छ, आफ्नो जन्मेको कोखबाट जन्मेको छोराहरू त्यो धर्मपत्र पत्रिकामा फरक व्यवहार गर्दैन। त्यो हाम्रो आफ्नै आँखाले देखेर आएको चिजहरू। अनि हाम्रो नेपालको सन्दर्भमा चाहिँ अहिले पनि अप्ठ्यारै छ कि हामीलाई परमेश्वरले धर्मपत्र पत्रिकाको रूपमा ग्रहण गर्नुभयो भन्दा हामीलाई अलिकति बेग्लै तरिकाले व्यवहार गरेको जस्तो भान हुन सक्दछ। तर यो अवधारणा यो होइन कि परमेश्वरले तपाईँ र मलाई आफ्ना एकलौटी पुत्र येशूसँगै स्वर्गीय हक अधिकारमा बराबरी तुल्याउनु भएको छ। आमेन। उहाँसँगै हामी त्यस कारण गर्दा विराट भोजमा हामी अन्तका दिनमा हामी मृत्युबाट उठाइ लगिसके पछाडि पनि उहाँसँग एउटै टेबलमा बसेर हामी भोज खान्छौँ, सरिक हुन्छौँ। पहिलो योना 3:1 यसरी त्यहाँ पनि यसरी भनिएको छ कि परमेश्वर पिताको प्रेम यस्तो प्रेम हामीलाई दिनु भएको छ उहाँले कि उहाँले हामीलाई सबै कुराहरूबाट पनि हामी पापका खातिर हामी दोषी भए तापनि उहाँले हामीलाई आफ्नो पुत्रद्वारा हामीलाई उहाँले धर्मी ठहराएर हामीलाई उहाँले त्यो प्रेम त्यो स्वीकार उहाँले गर्नुभएको छ। उदाहरणको लागि हामी प्राचीन रोममा सम्राट हुँदा त्यो सम्राट संसारभरि राज्य गर्ने सबसे बलिया मानिस थिए, तर पनि उसको बाहुमा उसको काखमा उसको छोरा कुदेर गएर उसलाई अङ्गाल हाल्न सक्छ, गएर त्यहाँ लडीबुडी गर्न सक्छ, रुन सक्छ, आफ्नो जति पनि आवश्यकताहरू त्यो बिना डर सङ्कोच आफ्नो बुवालाई भन्न सक्छ। अनि परमेश्वरले पनि आफ्ना बालबालिकाहरूलाई आफ्नो छोराछोरीलाई यसरी नै बिना डर बिना सङ्कोच यसरी परमेश्वरकोमा गएर बुबा भनिकन आफ्ना कुराहरू राख्नका निम्ति मागहरू राख्नका निम्ति उहाँले हामीलाई यसरी बाटो खुल्ला गर्नुभएको छ। हामीलाई डरको आत्मा होइन तर खुल्ला रूपमा उहाँलाई हामी पिता भनिकन बुबा भनिकन जानलाई उहाँले यसरी बाटो दिनुभएको छ। त्यस कारण गर्दा एउटा बुवाको प्रेम परमेश्वर संसारमा हुँदा हामी संसारको बुवाको प्रेमलाई हामीले कतिपटक कति घर परिवारमा छोराछोरीले धेरै पढेर अङ्क राम्रो ल्याएर कमाएर त्यो कमाउनु पर्छ होला होइन। कति परिवारमा त भन्छ नि कमाइछन् भने त बाउमाले सुधै हेप्छ भन्छ कतिजनाले त। छोराहरूले पनि त्यो भनेको मैले सुनेको छु, यार मलाई त बाउमाले सुधै हेप यार मेरो कमाइ राम्रो नभएर भन्छ। तर यसरी कमाउनु पर्ने प्रेम होइन। परमेश्वरलाई जब हामी बुवाको रूपमा चिन्दछौँ भने उहाँको प्रेमलाई हामी यसरी कमाउनु पर्दैन। हामी त अनुग्रहद्वारा उहाँको त्यो प्रेमलाई हामी खालि स्वीकार्छौँ मात्र, त्यो प्राप्त मात्र गर्छौँ। हामी उहाँलाई इम्प्रेस पारेर प्रभावमा पारेर दुनियाँ राम्रो गरेर उहाँको प्रेम हामीले कमाउने होइन। हामी त्यो सित्तैमा अनुग्रहको वरदान स्वरूप हामीले यो प्रेमलाई स्वीकार्दछौँ, हामी पाउँदछौँ। अनि दोस्रोमा परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। परमेश्वर सर्वशक्तिमानको रूपमा उहाँ एक सार्वभौम र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। अनि हाइडेलबर्ग क्याटेकिजमको अनि प्रश्न नम्बर 26मै यसको यसरी त्यो प्रश्नको जवाफ यसरी दिएको छ कि 26मा जुन अघि हामीले पढ्यौँ कि पहिलो हामी परमेश्वर म त परमेश्वरमा विश्वास गर्दछु एक सर्वशक्तिमान परमेश्वर पिताको रूपमा भन्दा हामीले अघि भन्यो नि हामी जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो आवश्यकतालाई उहाँले हेर्नुहुन्छ र खराबी हामीलाई जीवनमा कष्ट आउँदा पनि त्यसलाई उहाँले भलाइको रूपमा भलो उहाँले त्यसमा गर्नुहुन्छ, भलाइको रूपमा परिणत गर्नुहुन्छ। अनि उहाँ सर्वशक्तिमानको रूपमा परमेश्वर सर्वशक्तिमानको रूपमा उहाँ यो गर्न सक्षम हुनुहुन्छ। के गर्न सक्षम हुनुहुन्छ? उहाँले भलो गर्न सक्षम हुनुहुन्छ, असल हाम्रो निम्ति असल गर्न सक्षम हुनुहुन्छ। किनभने उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँ यो गर्न चाहनुहुन्छ किनभने उहाँ एक विश्वासी पिता हुनुहुन्छ। किन भलो गर्न चाहनुहुन्छ भन्दा उहाँ एक विश्वासी असल विश्वासिलो परमेश्वर बुबा हुनुहुन्छ। मत्तीको सुसमाचारमा प्रभुले भन्नुहुन्छ कि तिम्रा बुबा संसारमा हाम्रा बुवाहरू खराब भइकन पनि आफ्ना छोराछोरीलाई असल थोक दिन जान्दछ भने परमेश्वर बुवाले कति धेरै असल थोक हामीलाई दिनुहुँदछ। त्यस कारणले गर्दा यो परमेश्वरले तपाईँ र मलाई उहाँले असल थोक गर्नुहुन्छ किनभने उहाँ असल गर्नका निम्ति उहाँ सक्षम हुनुहुन्छ। उहाँ सर्वशक्तिमान परमेश्वर असल गर्नका निम्ति सक्षम हुनुहुन्छ।
त्यसकारण परमेश्वरको शक्तिको कुनै सीमा छैन, तर उहाँको प्रेमको पनि कुनै सीमा छैन। जसरी परमेश्वरको शक्ति, उहाँ सार्वभौम हुनुभएको कारणले गर्दा, उहाँ सर्वोच्चको परमेश्वर, सर्वशक्तिमान परमेश्वर हुनुभएको कारणले गर्दा जसरी उहाँको शक्तिको सीमा छैन, त्यसरी उहाँको प्रेम आफ्ना मानिसहरूका निम्ति त्यहाँ पनि सीमा तोकेको छैन। म फलानालाई, म उसलाई यति मात्र प्रेम गर्छु, उसलाई अलि धेरै प्रेम गर्छु भन्ने होइन। हामी मानिस त्यस्तो हुन सक्ला। एउटै कोखबाट जन्मेका छोराहरूमाथि पनि कतिजना आमाहरूले त्यस्तरी व्यवहार गर्न सक्छन्। जसले राम्रो कमाइ छ, जसले राम्रो गर्न सक्छ, जसको पढाइ राम्रो छ, त्यो मान्छेलाई मेरो छोरो भनेर भेदभावको व्यवहार गर्न सक्छ। बुवाहरूले त्यसो व्यवहार गर्न सक्छ। तर परमेश्वरले उहाँको प्रेम चाहिँ त्यसरी कसैलाई थोरै कसैलाई धेरै उहाँले गर्नुहुन्न। उहाँले पनपक्षी गर्नुहुन्न, पक्षपाती उहाँ हुनुहुन्न। उहाँ परमेश्वरले सबैलाई, उहाँको जसरी शक्तिको सामर्थ्यको सीमा छैन, उहाँले सीमा तोक्नु भएको छैन, त्यसरी नै तपाईँ र मलाई उहाँले गर्ने प्रेममा उहाँले सीमा तोक्नु भएको छैन, त्यसको नाप तोक्नु भएको छैन, त्यसको मापदण्ड उहाँले तोक्नु भएको छैन। उहाँले हरेकलाई, सक्नेलाई नसक्नेलाई, गरिबलाई धनीलाई, उहाँले शिक्षितलाई अशिक्षितलाई, उहाँले समाजमा अनुहार भएका नभएका सबैलाई, बोली भएका नभएकालाई, उहाँले हरेक व्यक्तिलाई, संसार समाजमा तुच्छ ठहरेका मानिसहरूलाई उहाँले त्यही नापमा उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त्यही नापमा प्रेम गर्नुहुन्छ। भजन सङ्ग्रहकर्ताले 115:3 यसरी भनेका छन् कि उहाँलाई आफ्नो जे कुराको इच्छा लाग्दछ, जे कुराले उहाँ खुसी हुनुहुन्छ, उहाँले स्वर्गमा हुने परमेश्वरले त्यो गर्नुहुन्छ। हाम्रा स्वर्गमा हुने परमेश्वरले उहाँलाई इच्छा लागे अनुसार उहाँले गर्नुहुँदछ। परमेश्वरको योजनालाई कसैले पनि बिथोल्न सक्दैन भने दानिएलले सम्झाउँदछ। अनि रोमी 8:28 हाम्रो दुःख कष्टमा पनि परमेश्वरले भलाइका काम गर्नुहुन्छ। दुःख कष्टमा हाम्रो चाहिँ जीवनमा उहाँले भलाइका काम गर्दछ। त्यसकारण गर्दा जीवनमा, हाम्रो जीवनमा आउने दुःख कष्ट, आँधी बेरी, समस्याहरू जतिसुकै ठुलो पहाड जस्तो हुन्, ती जतिसुकै ठुलो आँधी जस्ता हुन्, हामी परमप्रभु परमेश्वर, सर्वशक्तिमान परमेश्वरमाथि हामी भरोसा गर्न सक्दछौँ। हामी भरोसा गर्न सक्छौँ। जब हाम्रो जीवन यताउता केयाटिक भन्छ नि, छरपष्ट हुन्छन्, जीवन भड्किएको जस्तो हुन्छ, त्यस्तो अवस्थामा पनि हामी परमेश्वरमाथि भरोसा गर्न सक्दछौँ। तेस्रोमा, परमेश्वर सृष्टिकर्ताको रूपमा, सबै जीवनको स्रोत र पालनकर्ता उहाँ नै हुनुहुन्छ। परमेश्वर सृष्टिकर्ताको रूपमा पिताको हुनुहुन्छ, दयालु हुनुहुन्छ, उहाँ हामीसँग व्यक्तिगत सम्बन्ध राख्ने बुबा हुनुहुन्छ। अनि दोस्रोमा हामीले हेऱ्यौँ कि परमेश्वर सर्वशक्तिमान, सार्वभौम, सर्वशक्तिमान परमेश्वर, सर्वशक्तिशाली परमेश्वर हुनुहुन्छ। तेस्रोमा परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, सबै जीवनका स्रोत र पालनकर्ता उहाँ नै हुनुहुन्छ। हाइडेलबर्ग क्याटेकिजमको बाँकी जवाफ यहाँ हामी यसरी पाउँदछौँ कि हाम्रा प्रभु येशू ख्रिस्टका अनन्त पिता, जसले स्वर्ग र पृथ्वी र तिनीहरूमा भएका सबै थोक शून्यबाट सृष्टि गर्नुभयो। उहाँले भएका थोकबाट होइन, यो क्रिएसन एक्स निहिलो भन्छ। यो भनेको भएका थोकबाट सृष्टि गर्नु भएन, तर उहाँले केही नभएको थोकबाट सृष्टि गर्नुभयो। मानिसले धेरै पटक संसारको सृष्टिलाई विज्ञानले व्याख्या गर्न खोज्दछ कि संसारमा बम जस्तो बिग ब्याङ भनेर संसारमा पड्क्यो रे, त्यसबाट सबै कुराहरू बिस्तारै हुन आयो भन्दै सिकाउँदछ। केही न केही थोकबाट बनेको हामी सिकाउँदछ। त्यो थोक पहिला कहाँबाट आयो भन्दा फेरि जवाफ छैन। तर हाम्रा परमेश्वरले हामीलाई के कुराको हामीलाई विश्वास दिलाउनु भएको छ भन्दा परमेश्वरले शून्यताबाट कुनै पनि वस्तु चिजलाई प्रयोग गरेर होइन, तर शून्यता केही नभएको ठाउँबाट उहाँले शून्यतामा आफूले प्रकट भइजाऊ भनेर आफ्नो वचनको शक्ति र सामर्थ्यले उहाँले प्रकट गर्नुभयो, उहाँ सृष्टि गर्नुभयो उहाँले। अनि त्यसकारण तिनीहरूमा सबै थोक शून्यबाट सृष्टि गर्नुभयो, जसले अझै पनि आफ्नो अनन्त सल्लाह र विधि विधानद्वारा तिनीहरूलाई कायम राख्नुहुन्छ। ती नक्षत्र र ताराहरू ती शून्यतामा माथि झुन्डिरहेका छन्, जहाँ उहाँले कायम राख्नु भएको छ, ती ठाउँमा कायम भएर
र शासन गर्नुहुन्छ परमेश्वरको अधीनतामा उहाँले राख्नु भएको छ। उहाँ पुत्र ख्रीष्टको कारणले मेरा परमेश्वर पिता हुनुहुन्छ। त्यस्तो भयङ्कर सृष्टि गर्ने परमेश्वर जसले सबै यावत कुराहरूलाई शून्यबाट सृष्टि गर्नुभयो, भएका चिजलाई उहाँले प्रयोग गरेर कुनै पनि थोकलाई सुरु गर्नु भएन, केही नभएको ठाउँमा उहाँले सृष्टि गर्नुभयो, आफ्नो वचनले सृष्टि गर्नुभयो र ती सृष्टि गरेर पनि उहाँले त्यसलाई त्यतिकै छोड्नु भएन। तर उहाँले अहिले पनि ती कुरालाई ठिक ठाउँमा राखेर उहाँले अझ पनि शासन गरिराख्नु भएको छ। त्यो शासन गर्ने परमेश्वर हाम्रा निम्ति येशू ख्रीष्टले कल्भरी क्रुसमा गर्नुभएको कामको कारणले गर्दा अनि उहाँमाथि हामीले विश्वास गरेको कारणले गर्दा, कुनै पनि कारणले होइन तर विश्वासकै कारणले गर्दा, जुन हामी भन्यो नि म विश्वास गर्दछु, त्यो विश्वासको कारणले गर्दा, ख्रीष्टको कारणले गर्दा उहाँ पनि परमेश्वर बुबा हाम्रा लागि पनि पिता, हाम्रा लागि परमेश्वर र पिता हुनुभएको छ। हाम्रो लागि पनि परमेश्वर र पिता हुनुभएको छ। यदि परमेश्वरले सबै थोक सृष्टि गर्नुभएको हो भने तपाईँ र मेरो जीवनमा यस्ता कुरा कुनै पनि कुराहरू छन् जो परमेश्वरको अधीनतामा छैनन्, उहाँको वास्तामा पर्दैनन्। सबै कुराहरू यस्ता सबै थोक बनाउने परमेश्वरको वास्ताभित्र तपाईँ र मेरो जीवन पनि पर्दछ। आमेन। उत्पत्तिको 1:1ले भन्छ कि आदि भनेको समय पनि सुरु हुनु अगाडि, कुनै पनि थोक बनिनु अगाडि आदिमा परमेश्वर हुनुहुन्थ्यो। उहाँले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। कलसी 1:16-17 हेऱ्यौँ भने कि उहाँले सबै थोक उहाँद्वारा बनिए, उहाँकै लागि उहाँद्वारा बनिए भनेर भन्दछन्। सबै थोक उहाँकै उद्देश्यका निम्ति, उहाँकै खुसीले, उहाँकै योजनामा अनि उहाँद्वारा नै बनिए अनि उहाँ बिना चाहिँ कुनै पनि थोक बनिएन भनेर भन्दछन्। अनि यो परमेश्वरको दैवीय शक्ति र उहाँको बुद्धिको काम हो सृष्टि भनेको। विज्ञानले आज यो भन्दछ, यदि यो पृथ्वी उहाँले यति धेरै बुद्धिमा उहाँले सृष्टि गर्नुभयो कि यो पृथ्वी आज यो कपालको छ नि एउटा रौँ, यो रौँ बराबर मात्र पृथ्वीको जुन अहिले ठाउँमा अडिराखेको छ, माइनस त्यो एउटा माइनस पोइन्ट मात्र तल झरेको भए, तल सरेको भए यहाँ मानिस जिउनका निम्ति योग्य हुन्थेन। यहाँ मानिसको जीवन सम्भव हुने थिएन, यहाँ बरफ हुन्थ्यो। यदि यो पोइन्ट मात्र 0.0 कति पोइन्ट मात्र पनि अलिकति यो कपालभन्दा अलिकति माथि सरेको यो जुन साइजभन्दा माथि मात्र यसको जुन ध्रुव छ नि ठ्याक्क अड्काएर राखेको यो ब्रह्माण्डमा अलिकति मात्र माथि परेको भए त्यहाँ जीवन सम्भव हुने थिएन। हामी सूर्यको नजिकमा परेर हामी डढेर जीवन समाप्त हुन्थ्यो, जीवनको सम्भव थिएन। अनि परमेश्वरले यति धेरै डिटेल्स विस्तृत कुराहरूलाई परमेश्वरले मध्यनजरमा राखेर उहाँले जीवन सम्भव हुने गरिकन यस पृथ्वीलाई सृष्टि गर्नुभयो। त्यो परमेश्वरलाई, त्यो सृष्टिकर्ता परमेश्वरलाई हामी बुबाको रूपमा हामी चिन्दछौँ, बुबाको रूपमा हामी जान्दछौँ। के छ, यदि परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो भने तपाईको जीवनमा केही पनि उहाँको हेरचाहभन्दा बाहिर छैन। त्यसकारण हामी त्यो परमेश्वरलाई हामी चिन्दछौँ, त्यो परमेश्वरलाई हामी बुबा भनिकन हामी ग्रहण गर्दछौँ। त्यसकारण उहाँको हेरचाहभन्दा बाहिर हाम्रो जीवनको कुनै पनि कुराहरू उहाँको हेरचाहभन्दा बाहिर छैन। सबै कुराहरू उहाँको अधीनतामा, उहाँको हेरचाहमै छन्। अर्को स्लाइड। त्यसकारण तपाईले परमेश्वरको बारेमा के विश्वास गर्नुहुन्छ, जे विश्वास गर्नुहुन्छ नि त्यो कुराले तपाईको जीवनका चुनौतीहरूको सामना कसरी गर्नुहुन्छ भन्ने कुरा पनि निर्धारण गर्दछ। त्यसकारण दृष्टिकोण महत्त्वपूर्ण छ भन्ने कारण त्यो हामीले परमेश्वरलाई जुन दृष्टिकोणबाट हेर्दछौँ, परमेश्वरलाई हामी जुन दृष्टिकोणबाट हामी चिन्दछौँ, अघिल्लो जुन दृष्टिकोणलाई हामी चिन्दछौँ अनि परमेश्वरको बारेमा हामी जे विश्वास गर्दछौँ, त्यो विश्वास गर्ने कुराले तपाईँ र मेरो जीवनका चुनौतीहरूको सामना हामी कसरी गर्न सक्छौँ भन्ने कुराको त्यसले निर्धारण गर्दछ। यदि तपाईँ र मैले परमेश्वरलाई उहाँ व्यक्तिगत परमेश्वर हुनुहुन्छ, उहाँ मेरो बुबा हुनुहुन्छ भन्यो भने हामी उहाँमा हामी सुरक्षा खोज्न सक्दछौँ, उहाँमा हामी त्यो प्रेमको सम्बन्ध खोज्न सक्दछौँ, हामी त्यो क्षमालाई हामी उहाँसँग क्षमा माग्न सक्दछौँ। यदि हामी तपाईँले परमेश्वरलाई उहाँ सार्वभौम हुनुहुन्छ,
उहाँभन्दा माथि कोही छैन, उहाँ सर्वशक्तिमान हुनुहुन्छ भन्ने कुरालाई हामीले चिन्दछौँ। त्यसैले हामीले उहाँको बारेमा विश्वास गरेका छौँ भने हामीलाई जीवनमा ढुक्क हुन्छ कि उहाँभन्दा माथि कोही पनि छैन। त्यस कारणले गर्दा उहाँ नै मेरो भरपर्दो शरणस्थान हुन सक्नुहुन्छ, उहाँ हुनुहुन्छ भन्ने कुरा हामी विश्वास गर्दछौँ कि उहाँले यदि जीवनलाई सृष्टि गर्नुभएको छ, उहाँले नै यो मेरो जीवनलाई सृष्टि गर्नुभएको छ, उहाँले मेरो जीवन हामी पनि राख्नुहुन्छ। जस्तो सुकै परिस्थिति किन नहोस्, हबकुकले भने चाहिँ चाहे ताको बोटमा फुल फुलोस् या नफुलोस्, चाहे मेरो जीवनमा कुनै सुधार होस् या नहोस्, तर मेरो लागि परमेश्वर मेरो बुबा हुनुहुन्छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौँ। अनि त्यो अब धारणाले तपाईँहरूमा जीवनका जस्तो सुकै चुनौतीहरू पनि सामना गर्न हामी सक्षम त्यसले हामीलाई तुल्याउँदछ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने हामी विश्वास गर्दछौँ भने, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने हामी विश्वास गर्दछौँ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ भने तपाईँहरूमा उहाँका सृष्टिकर्ता हौँ, उहाँका हामी सृजकहरू हौँ भन्ने कुरालाई हामी चाहिँ विश्वास गरी थामिलिन सक्दछौँ। अनि यस कुराले तपाईँहरू मैले चाहिँ उहाँमाथि पूर्ण रूपमा भरोसा राख्न सक्दछौँ। अनि उहाँलाई हामी जसरी हामीलाई येशूले उहाँलाई चिनाउनु भयो, अनि येशू उहाँको बुबा हुनुभएको कारणले गर्दा, परमेश्वर हुनुभएको कारणले हामी पनि उहाँलाई हाम्रो प्रभु र परमेश्वर हाम्रो बुबा भनिकन हामी उहाँलाई चिन्न र उहाँलाई महिमा दिन सक्दछौँ। त्यस कारणले गर्दा यदि हामीले हामीले उहाँको बारेमा जे विश्वास गर्दछौँ त्यही कुराले हाम्रो जीवनको चुनौतीहरू सामना गर्न हामीलाई यसले सहायता गर्छ, त्यसले निर्धारण गर्दछ भने हामी यो कुरालाई विश्वास गर्दछौँ कि हामी परमेश्वर बुबाको प्रेममा भरोसा राख्दछौँ। कि यो कुरालाई तपाईँले विचार गर्नुहोस्, मनन गर्नुहोस् कि तपाईँलाई परमेश्वरले गहिरो रूपमा प्रेम गर्नुहुन्छ र तपाईँलाई उहाँले भित्र रूपमा तपाईँले आफैलाई चिनेको भन्दा पनि भित्र रूपमा उहाँले तपाईँलाई चिन्नु हुँदछ। अनि परमेश्वर सर्वशक्तिमान सार्वभौम हुनुभएको कारणले गर्दा, प्रेमिलो उहाँ व्यक्तिगत परमेश्वर हुनुभएको कारणले गर्दा, सृष्टिकर्ता हुनुभएको कारणले गर्दा हामी परमेश्वरको त्यो सार्वभौमिकतामा हामी आफूले आराम लिन सक्दछौँ, ढाडस लिन सक्दछौँ। हामी दुःख कष्टमा पनि कि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्काउन सक्दछौँ। जब हामी परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई हामी भित्रबाट ग्रहण गरिलिन्छौँ नि, विश्वास गर्छौँ, हामी जस्तै सुकै हुँदा पनि परमेश्वर सबै कुरा परमेश्वरको नियन्त्रणमा छन् भन्ने कुरामा हामी ढुक्काउन सक्दछौँ। क्रिस्चियनहरू भन्छन् त्यही भएर मर्नलाई क्रिस्चियनहरूलाई गाह्रो छैन भन्छन्, उनीहरूलाई ढुक्क हुन्छ त्यो मर्ने बेलामा। जीवन जस्तो छ जिहाल्यो, जस्तै सुकै भए पनि गर्न सक्ने गरियो, तर मेरो परमेश्वरको नियन्त्रण, मेरो जीवन परमेश्वरको नियन्त्रणमा छ भनेर। यदि हामी परमेश्वर बुवालाई यसरी व्यक्तिगत रूपमा प्रभु सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दछौँ भने हामी उहाँले खटाउनु भएको असल भण्डारको रूपमा हामी जिउँ कि उहाँले हामीलाई जे पनि हाम्रो अधीनतामा राख्नु भएको छ उहाँका महिमाका निम्ति हामी ती कुरालाई प्रयोग गरेर जिउँ। अनि हामी उहाँको सृष्टिलाई होइन तर उहाँ सृष्टिकर्ता परमेश्वरलाई हामी आराधना गरौँ। हामी एकजना प्रभुका दासले भनेका छन्, क्याल्भिनले, कि मानिसको हृदय भनेको मूर्ति उत्पादनको फ्याक्ट्री हो अरे। आज हामी क्रिस्चियनहरू हामी हातले बनाएका मूर्तिहरूलाई हामी पूजा गर्दैन, तर हामी हृदयमा हामी मूर्ति फ्याक्ट्री छ हाम्रो। अनि हामी धेरै मूर्तिहरू हाम्रो हृदयमा बनाउँदछौँ। यदि परमेश्वर बुबा हाम्रो प्रेमिलो हुनुहुन्छ, विश्वासयोग्य सार्वभौम अनि सृष्टिकर्ता हुनुहुन्छ भने हामी हाम्रो हृदयमा अबदेखि उसो मूर्तिहरू नबनाऊ। हामीले हृदयमा बनाएका मूर्तिलाई हामी बढी प्रेम नगरौँ, त्यसप्रति हामी नढल्क्यौँ, त्यसलाई हामीले नपुजौँ, तर सृष्टिकर्ता परमेश्वरलाई पुजौँ। अनि आज त्यसो हो भने आज हामी कसरी जिउने त? एउटा चर्चको रूपमा हामी चर्चको रूपमा परमेश्वरको प्रेमलाई, बुबाको प्रेमलाई हामीले आफूले मात्र पाउने त्यो प्रेम अब हामी हाम्रो जीवनबाट अरूमा पनि हामी प्रदर्शित गरौँ, अरूका निम्ति प्रदर्शन गरौँ। हामी परमेश्वरको सार्वभौमिकतालाई, हाम्रो यो जुन अनसर्टेनिटिज भनेको अनिश्चयताको बिचमा पनि हामी परमेश्वरको सार्वभौमिकतालाई हामी घोषणा गरौँ, त्यो दाबी गरौँ। अनि उहाँले हामीलाई जे दिनुभएको छ हामी त्यस कुरामा परमेश्वरको असल बुबाले दिनुभएको कुरालाई हामी त्यसलाई सम्हालेर, जे जति पनि उहाँले दिनुभएको छ वरदान छ, हाम्रा आशिषहरू छन् जति पनि, त्यसलाई हामी सम्हालेर असल भण्डारमा जाउँ ताकि हामी अरूलाई पनि आशिषित पार्न सकौँ। अनि यसका निम्ति येशू सर्वशक्तिमान परमेश्वर र हामी उहाँका सन्तानहरू बीचको पुल हुनुहुन्छ। क्याटेकिजमले हामीलाई सिकाए चाहिँ
अनि यो सबै कुरा हामीले गर्न सक्ने कारण र हामीले यो पाएको कारण केवल येशू हुनुहुन्छ। किनभने येशूले तपाईँ र मलाई सृष्टिकर्ता र उहाँका सृष्टिको बिचमा जुन फाटो छ त्यस कुरालाई उहाँले पुलको रूपमा सम्बन्ध जोडेर तपाईँ र मलाई उहाँको बुबा हामीलाई भन्न सक्ने, अब्बा पिता बुबा भनेर भित्रबाट रुन सक्ने हामीलाई बनाउनु भयो। अनि यो सम्बन्ध उहाँले हामीलाई दिनुभयो पुल भएर। अनि त्यस कारणले गर्दा हामी भर्खर मैले भनेका कि परमेश्वरको प्रेमलाई हाम्रो जीवनबाट देखाउने, उहाँको सार्वभौमिकतालाई हामीले दाबी गर्ने र उहाँले दिनुभएको कुरामा विश्वासयोग्य भएर हामी जिउने कुरामा हामी नचुकौँ। किनभने बुबाको प्रेम, बुबा कस्तो हुनुहुन्छ, यीशु ख्रीष्टले हामीलाई पूर्ण रूपमा उहाँले प्रकट गर्नुभएको छ। अनि यीशु ख्रीष्टद्वारा नै हामीलाई उहाँले आफ्नो धर्मपुत्र पत्रीको रूपमा, आफ्नै सन्तानको रूपमा उहाँले हामीलाई ग्रहण गर्नुभएको छ। अनि त्यस कारण चाहिँ उहाँले सबै कुरा आफूमा, उहाँले सबै कुरालाई यसरी थामेर राख्नुभएको छ। हाम्रो जीवनलाई उहाँले यसरी थामेर राख्नुभएको छ। हाम्रो जीवन हेर्दा कहाँ टुक्रिएको, भाँचिएको, त्यहाँ छिन्न भिन्न भएको जस्तो लाग्न सक्दछ। तर याद गर्नुहोस् कि धर्मशास्त्र बाइबलले भन्दछ, परमेश्वरको जीवित वचनले भन्दछ कि उहाँले सबै कुरा हामीलाई उहाँले थामेर राख्नु भएको छ, थामेर राख्नु भएको छ। त्यसकारण आजदेखि उसो तपाईँले परमेश्वर पितालाई, बुबालाई तपाईँ कसरी हेर्नुहुँदछ? मेरो आह्वान छ तपाईँले उहाँलाई, हाम्रो बुवा, संसारको बुवासँग सम्बन्ध नराम्रो होला, अथवा संसारको बुवालाई हामी चिन्दै नचिनेका पनि होला, अथवा संसार बुवासँग हाम्रो अनुभव तितो होला, तर उहाँ परमेश्वर, पवित्र परमेश्वर, उहाँ प्रेमिलो र व्यक्तिगत हुनुहुन्छ। अन्तमा परमेश्वर केवल शक्तिशाली मात्र हुनुहुन्न, उहाँ दयालु पनि हुनुहुन्छ। उहाँ केवल शक्तिशाली मात्र हुनुहुन्न, उहाँ व्यक्तिगत पनि हुनुहुन्छ। उहाँ केवल सृष्टिकर्ता मात्र हुनुहुन्न, उहाँ हाम्रो पिता पनि हुनुहुन्छ। यदि उहाँ सृष्टिकर्ता मात्र हुनुभएको भए हामी उहाँ सृष्टिकर्ताको रूपमा चिन्थ्यौँ र हामीले त्यो सम्बन्ध राख्न सक्ने थिएनौँ सृष्टिकर्तासँग। तर उहाँ व्यक्तिगत हुनुहुन्छ, हाम्रो बुबा हुनुहुन्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु तपाईँ शक्तिशाली मात्र हुनुहुन्न, सृष्टिकर्ता मात्र हुनुहुन्न, तपाईँ दयालु हुनुहुन्छ, तपाईँ व्यक्तिगत हुनुहुन्छ। प्रभु तपाईँ हामीले सम्बन्ध राख्न सक्ने, हामीले अनुभव गर्न सक्ने तपाईँ बुबा हुनुहुन्छ। प्रभु दुःख कष्टमा हामीलाई गाह्रो साह्रो पर्दा प्रभु जसरी हाम्रो भित्र हृदय त्यो क्रन्दनबाट त्यो चित्कार आउँदछ, भित्री हृदयबाट प्रभु हाम्रो त्यो रुवाई आउँदछ कि हे बुबा, हे पिता, हे मेरो बुवा, मलाई सहायता गर्नुहोस्। जसरी प्रभु हामी संसारमा हौँ, प्रभु हामीलाई जब साह्रो आइपर्दछ, समस्या विकराल हुँदछ, हाम्रो जीवन टुटेको जस्तो हामीलाई लाग्दछ, छिन्न भिन्न भएको जस्तो लाग्दछ, हामी संसारिक बुवाकोमा गएर हामी दुःख पोख्दछौँ र भन्दछौँ बुबा मलाई यस्तो पर्यो त्यस्तो पर्यो। प्रभु तपाईँ आज हाम्रो अवधारणा मात्र सीमित रहने, दर्शनमा शास्त्रमा मात्र सीमित रहने, धर्मशास्त्रमा मात्र तपाईँ बुबा हुनुहुन्छ भनेर चिनाउने परमेश्वर तपाईँ हुनुहुन्न। तपाईँ त्यस्तो खाले बुबा हुनुहुन्छ, तपाईँ त व्यक्तिगत रूपमा हामीसँग सम्बन्ध राख्न चाहने बुबा हुनुहुन्छ। त्यस कारणले गर्दा प्रभुजी संसारमा हाम्रो कतिपटक बुवासँगको सम्बन्ध नमिठो, अमिलो होला, तितो होला, कति त हामी बुवासँगको सम्बन्ध शत्रु जस्तो पनि होला, कतिपटक त हामीले बुवालाई चिन्दै नचिनेका पनि होला। तर प्रभुजी तपाईँले आफ्नो येशू ख्रीष्ट आफ्नो पुत्रद्वारा प्रकट गर्नुभएको छ कि तपाईँ प्रेमिलो हुनुहुन्छ, तपाईँ वास्ता र फिक्री राख्ने हुनुहुन्छ। तपाईँ एउटा बुबाको रूपमा छोराछोरीलाई जसरी संसारकै बुबाले सुरक्षा प्रदान गर्दछ, आवश्यकता खाँचोहरू पुरा गर्दछ, प्रभु तपाईँ त्योभन्दा पनि बढ्ता गरिकन हाम्रो जीवनलाई सम्हाल्ने, हामीलाई हाम्रो जीवनलाई थामिराख्ने, हामीलाई आवश्यकताहरू हेरिदिने, पुरा गरिदिने, प्रभु हामीलाई सुरक्षा दिने प्रभु हुनुहुन्छ तपाईँ। प्रभु तपाईँ सार्वभौम सर्वशक्तिमान हुनुभएको कारणले गर्दा हामी तपाईँ बुवालाई व्यक्तिगत रूपमा चिनेर प्रभु तपाईँमाथि भरोसा गर्न सक्दछौँ। हामी यो विश्वास गर्दछौँ कि प्रभु तपाईँ सर्वशक्तिमान परमेश्वर हाम्रो बुबा हुनुहुन्छ।
प्रभु हामी योग्य भएर हुँदैन, तर हामी अयोग्य हुँदा हुँदै पनि प्रभु तपाईँले हामीलाई धर्मपुत्र पत्नीको रूपमा छोराछोरीको रूपमा ग्रहण गर्नुभयो र आफ्ना एकलौटे पुत्र येशूसँग हामीलाई उत्तराधिकारी बनाउनु भयो। प्रभु त्यो स्वर्गको अंश हामीलाई पनि प्रभु तपाईँले बाँड्नु भएको छ। प्रभुजी धन्यवाद छ। प्रभुजी हामी कतिपटक जीवनका सङ्घर्ष चुनौतीहरूको डरमा हामी जिइरहेका हुन्छौँ। प्रभु जसरी हामी संसारको बुवाकोमा जब डर लाग्दछ हामी त्यहाँ गएर हामी ढाडस पाउन सक्दछौँ भने झन् तपाईँ त कति धेरै प्रेम गर्ने प्रभु बुवा हुनुहुन्छ। प्रभु जब जब हामीलाई कुनै पनि कुरा भविष्यको डर, हामीले कामको डर, परिवारको डर, पढाइ लेखाइको डर, हाम्रा उद्देश्यहरू फेल हुने डर, जति पनि डरहरू आउँदछ प्रभु हामीलाई यो कुराको तपाईँले निश्चयता दिनुहोस् प्रभुजी कि प्रभुजी तपाईँ हामीलाई निम्ति सुरक्षाको कवच हुनुहुन्छ, तपाईँ ढाल हुनुहुन्छ। तपाईँ परमेश्वर हाम्रो बुबा जसलाई हामी पूर्ण रूपमा भरोसा गरेर बोलाउन सक्दछौँ। मनका भावनाहरू, हाम्रा तितापनाहरू, हाम्रा टुटेको हृदयका ती कथाहरू हामी तपाईँसँग साटासाट गर्न सक्छौँ। प्रभुजी तपाईँ परमेश्वर हाम्रा निम्ति यसरी बुवा हुनुभएको लागि धन्यवाद छ। प्रभु हामी संसारमा त बुवाको माया, बुवाको आफ्नो पक्षमा पार्नलाई बुवालाई हामीले कति प्रभावित पार्नुपर्छ होला, तर तपाईँ परमेश्वर हामीले प्रभावमा पार्न नपर्ने परमेश्वर हुनुहुन्छ। तपाईँको प्रेम हामी कमाउनु पर्दैन, तपाईँलाई प्रभावमा पारेर खुसी पारेर हामी तपाईँको प्रेमलाई कमाउनु पर्दैन। तपाईँ त आफ्नो अनुग्रहले प्रभु हामीलाई त्यो सित्तैमा आफ्नो प्रेम दिनुहुन्छ। प्रभु यसका निम्ति हामी धन्यवाद छ। यो बिहान हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिँदछौँ। तपाईँ परमेश्वरले हामीलाई दिनुभएको जीवनका निम्ति धन्यवाद। प्रभु तपाईँ सम्पूर्ण थोकलाई सृष्टि गर्ने परमेश्वरसँग यसरी व्यक्तिगत रूपमा सम्बन्ध राख्नलाई दिनुभएको यो अवसरका निम्ति हामी धन्यवाद। यो सौभाग्य हो प्रभु हामीलाई निम्ति, हामी यसका निम्ति धन्यवाद दिँदछौँ प्रभुजी। प्रभु तपाईँ परमेश्वर हामी हरेकसँग प्रभु यसरी नै प्रभु रहनुहोस् र प्रभु एउटा बुवा र छोराको बिचमा हुनुपर्ने असल सम्बन्धमा रहिरहनुहोस् र हामीलाई त्यो सम्बन्ध कायम राखिराख्न प्रभु हामीलाई पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस्। प्रभुजी म प्रार्थना गर्दछु प्रभु आज तपाईँ परमेश्वरको अनुग्रह मेरा यी हरेक प्रियहरूमाथि प्रभु रहेको होस् प्रभुजी। प्रभु उहाँहरूको जीवनमा पनि त्यो बुवाको ढाडस, बुवाको प्रेम, त्यो बुवाको प्रभु त्यो स्वीकार उहाँहरूलाई पनि आवश्यकता छ भने प्रभु तपाईँ परमेश्वरले उहाँहरू हरेकलाई प्रभु त्यो हृदयमा बुवाको त्यो रिक्तता छ भने प्रभु तपाईँले त्यो रिक्ततालाई भर्नुहोस्। त्यो बुवाले प्रभु जसरी एउटा छोराछोरीलाई अस्वीकार गर्दछ प्रभु तपाईँले स्वीकार गर्नुभएको त्यो निश्चयता उहाँहरूलाई दिनुहोस् प्रभुजी। उहाँहरूमाथि तपाईँको प्रेम र अनुग्रह प्रभु यसरी पोखिरहोस् कि उहाँहरूलाई जस्तो सुकै परिस्थितिमा पनि प्रभु तपाईँलाई हेरेर ढुक्काउनलाई, तपाईँमा आफ्नो जीवन थामेको छ भन्ने कुरामा निश्चय हुनलाई प्रभु तपाईँले सहायता गर्नुहोस्। येशू ख्रीष्टको प्रेममा प्रभु उहाँहरूलाई प्रभु तपाईँले यसरी थामिराख्नुहोस्। पवित्र आत्माको छापमा प्रभु तपाईँले उहाँलाई यसरी थामिराख्नुहोस् प्रभुजी। अनुग्रह गर्नुहोस् प्रभु। हामी हरेकलाई प्रभु यस बिहान दिनुभएको सङ्गति यो सेवाका निम्ति धन्यवाद भन्दछौँ र हामी हरेकलाई प्रभु तपाईँले यहाँ राख्नु भएको छ। जो जति हामीसँग अनलाइनमा जोडेर प्रभु तपाईँ परमेश्वरको वचनलाई सुन्न त्यो सेवामा सहभागी भए हरेकलाई प्रभु प्रार्थनामा याद गर्दछु प्रभु तपाईँले आशिष खन्याउनुहोस्। प्रभु उहाँहरूको जीवनमा प्रभु हृदयको प्रभु रिक्त ठाउँलाई प्रभु तपाईँले भर्नुहोस्। प्रभु तपाईँ परमेश्वरले हामी हरेकको जीवनमा काम गर्नुहोस्। प्रभु पढाइ लेखाइमा रहेका हाम्रा छोराछोरीहरू भाइ बहिनीहरूको जीवनमा प्रभु तपाईँले काम गर्नुहोस्। अस्वस्थ भएर प्रभु सङ्गतिमा आउन नसकेका तपाईँका छोराछोरीहरू जुन जुन ठाउँमा छन्, जहाँ छन् प्रभु उहाँहरूलाई प्रभु तपाईँले छुनुहोस् र प्रभु चङ्गाई पठाउनुहोस्। आत्मामा घाउ भएकालाई प्रभु तपाईँ गुवाले प्रभु त्यो मलम पट्टी लगाउनुहोस्। चूर्ण हृदयहरूलाई प्रभु टुक्रा टुक्रा भएर छिया परेका भएर प्रभु त्यो पोखिएका हृदयलाई प्रभु तपाईँले उठाउनुहोस्, तपाईँले जोड्नुहोस्, तपाईँले सम्हाल्नुहोस्। प्रभु तपाईँ परमेश्वरले हामी काम गर्नेहरूलाई प्रभु तपाईँको काम भनी सम्झिकन काम गर्नलाई तपाईँले महिमा दिनलाई प्रभु सहायता गर्नुहोस्। प्रभु धन्यवादीको जीवन जिउनलाई हामीलाई सहायता गर्नुहोस्। प्रभु हाम्रा व्यक्तिगत सम्बन्धहरूमा प्रभु तपाईँले आशिष दिनुहोस्। तपाईँसँगको सम्बन्धमा प्रभु हामीलाई आशिष दिनुहोस् प्रभुजी। र तपाईँ परमेश्वरको प्रेम हामीले जसरी पाएका छौँ आज प्रभु हप्ताभरि प्रभु तपाईँ त्यो प्रेमको जीवन जिउनलाई, तपाईँको साक्षी हुनलाई प्रभु हामीलाई सहायता गर्नुहोस्। प्रभुजी पिताको प्रेम, पुत्रको अनुग्रह र पवित्र आत्माको सङ्गति प्रभु हामीसँग रहिरहोस्। बिन्ती प्रार्थना येशू प्रभु नाममा। शान्तिमा जानुहोस्।